नमस्कार, म डाक्टर सूचना। गर्मी मौसम बढेसँगै हाम्रो ओपीडीमा दाँतका संक्रमणहरू बढ्न थालेको छ। दाँत भनेको के हो त? दाँत भनेको छालामा फंगस, एक किसिमको कीटाणुको संक्रमण हो। यो प्राय गर्मी महिनामा ज्यादा देखिने गर्छ। यसमा विभिन्न लक्षणहरू हुन्छन्, जस्तो छालामा गोलो चक्काहरू जस्तो आउने। त्यसले गर्दा रिङ दाँत अथवा रिङ घाउ भनेर पनि चिनिन्छ। र यसका विभिन्न प्रकारहरू हुन्छन् र त्यो अनुसारले यसको लक्षण पनि फरक हुन्छ। प्राय गरिकन देखिने भनेको चिलाउने घाउहरू हो, चिलाउने धब्बाहरू हो। त्यसमा जस्तो टाउकोमा छ भने विशेष गरी बच्चामा देखिन्छ र ठुलो किसिमको पिप जमेको घाउ जस्तो भएर आउँछ। त्यस्तै गरी कहिलेकाहीँ चाहिँ सानो सानो कपाल नभएका टाटोहरू जस्तो भएर देखिन्छ। त्यस्तै गरी शरीरमा छ भने, अन्य छालाहरूमा छ भने रिङ बनेर आउँछ। त्यसैले यसलाई नाम रिङ घाउ अथवा रिङ दाँत भनेर पनि भनिन्छ। बीचमा खाली हुँदै जाने र वरिपरिको घेरा चाहिँ एक्टिभ हुँदै जाने, रातो घेराहरू, बिबिराहरू भएको घेराहरू हुँदै जाने र बीचमा अलिकति क्लियर हुँदै जाने, त्यसकारणले यसलाई नाम दिइएको हो। यसरी शरीरमा भने यस्तो रिङको रूपमा देखिन सकिन्छ। त्यस्तै गरी कासहरूमा, चेपहरूमा पनि यो देखिन्छ। यसमा भने क्लियर रिङ जस्तो नदेखिएर हल्का रातो धब्बाहरू जस्तो देखिन्छ र प्राय यो सबै ठाउँमा चिलाउने हुन्छ। चिलाउने लक्षण भने सबै ठाउँमा देखिन्छ। विशेष गरी पानी पर्ने सिजन, धेरै पानीमा हामीले चल्दा खेल्दा खुट्टाको कापहरूमा, जस्तो यस्तो खुट्टाको काप अथवा हातको कापहरूमा चाहिँ पानीले खाएको अथवा हिलोले खाएको भन्छौँ हामी। त्यसलाई सेतो तरिकाले सेतो हुँदै जाने यस्तोमा, र त्यसमा चाहिँ कापहरूमा सेतो हुँदै जाने र त्यसमा निकै चिलाउने, त्यसरी चाहिँ खुट्टामा हुने दाँतहरू देखिन्छ। त्यस्तै खुट्टाका पैतालाहरूमा पनि एक किसिमको रातो धब्बाहरू चिलाउने भएर चाहिँ नि दाँत देखिन्छ। यसरी विभिन्न लक्षणहरू ठाउँ अनुसार दाँतका फरक हुन्छन्। त्यस्तै गरी कहिलेकाहीँ नङहरूमा हामीले याद गर्यौँ भने अलिकति नङ मोटो हुने, पहेँलो हुने र नङ मरे जस्तो देखिने, काट्दा फेरिमा ढुटो जस्तो, तलबाट नङको तलबाट ढुटो जस्तो भएर आउने। यसरी नङलाई पनि दाँत अथवा फंगसले संक्रमण गर्न सक्छ। नङमा आउने दाँत भने यसरी देखिन्छ। यी भए दाँतका लक्षणहरू र विभिन्न ठाउँ अनुसार देखिने यसका प्रकारहरू भए। यस्तै अब आउने भिडियोहरूमा म यहाँहरूलाई दाँतबाट कसरी बच्ने, यसबाट कसरी सुरक्षित रहने र कसरी केयर गर्ने भन्ने कुराहरू ल्याउने छु। आजलाई यो भिडियो यतिमै म बिदा हुन्छु। नमस्ते।